हेलो। आज चाहिँ म यसरी बसिरहेको छु। यसो घाम ताप्दै नआएर अनि आज कस्तो भयो क्या, जब मेरो छोरी बिमार थियो होइन, अनि हस्पिटलमा एडमिट थियो अनि धेरै साह्रो थियो। त्यो बेलामा चाहिँ होइन, मेरो लाइफमा सायद त्यस्तो फेस होइन कहिले पनि त्यो हुन्छ नि, त्यो कुरा चाहिँ मैले फिल गरेको थिइनँ होइन। मेरो बोजू पनि खस्नु हुँदा पनि मतलब दुःख त लागेको थियो, तर त्यो हुन्छ नि एउटा जस्तो मेरो नानी बिमार हुँदाखेरि त्यो मलाई फिल भयो होइन। अनि त्यो कुराले चाहिँ मलाई के भयो भने, एउटा आमालाई चाहिँ कति दुःख लाग्दो रहेछ आफ्नो नानी बिमार हुँदाखेरि होइन। केही हुँदाखेरि आफूले जन्माएको नानीको कति चाहिँ माया हुँदो रहेछ, त्यो बेलामा मलाई एकदम रियलाइज भयो होइन। अनि यस्तो पनि हुन्छ भनेर त्यो मतलब देख्नु त देखेको होइन, आफन्तहरू खसेको, बोजूबाजे खसेको, बोजूबाजे खस्दा पनि बोजूबाजेसँग पनि मेरो एकदम गहरा सम्बन्ध थियो, गहरा रिलेसन थियो होइन। ऊ खस्दा पनि अहिले पनि धेरै दुःख लाग्छ क्या। तर आफ्नो नानी बिमार हुँदाखेरि चाहिँ त्यस्तो कन्डिसनमा एकदम बिमारी नै चाल्न पाएको होइन, त्यो कन्डिसनमा चाहिँ यस्तो फिल भयो क्या मलाई, जिन्दगी चाहिँ केही रहेन रहेछ होइन। अनि हामीले जे सोच्छौँ, हामी यस्तो गर्छौँ भोलि त्यस्तो गर्छौँ भनेर, अनि केही पनि रहेन रहेछ क्या जिन्दगी भनेको। अब अहिले हामी ठिकै छौँ होइन, हाँसिरहेको छौँ, खेलिरहेको छौँ, खाइरहेको छौँ, इन्जोय गरिरहेको छौँ, तर एकछिन 5 मिनट पनि लाग्दैन क्या हाम्रो जिन्दगी तबाह हुनु होइन। त्यो चाहिँ मैले रियलाइज गरेँ। अनि मलाई होइन कस्तो पनि लाग्दैन क्या, आजभोलि जिन्दगी चाहिँ केही रहेन रहेछ जस्तो लाग्छ। त्यो चाहिँ मैले एकदम करिबबाट फिल गरेँ होइन। अनि महसुस गरेँ क्या कि जिन्दगी चाहिँ केही रहेन रहेछ क्या। अनि त्यही भएर आफ्नो लाइफमा होइन, कतिजना पैसा रुपियाँमा घमण्ड गर्छ होइन, कतिजना आफ्नो म बहुत इन्टेलिजेन्ट छु भनेर घमण्ड गर्छ, कतिजना मेरो त किस्मत बहुत राम्रो छ होइन, मेरोमा त सबै कुरा छ होइन, जे सोच्यो त्यही छ होइन। कतिजनाले चाहिँ नानीमा नानी होइन, घरमा घर, पैसा रुपियाँ छ भनेर त्यो फिल गर्छ होइन। तर त्यो सबै 1 मिनट पनि लाग्दैन क्या, 1 मिनट पनि लाग्दैन त्यो सबै तबाह हुनु क्या। त्यही भएर चाहिँ घमण्ड चाहिँ कहिले पनि नगर्नु होइन। म चाहिँ त्यही भन्छु कि मैले आफ्नो लाइफको एकदम त्यो एज पोइन्टमा आएको थियो क्या मेरो जिन्दगी। एकैछिन 1 सेकेन्डमा मेरो जिन्दगी तबाह हुनुदेखि बाँचेको होइन। अनि त्यो सिचुएसन सोच्दाखेरि चाहिँ मलाई यस्तो फिल लाग्छ क्या, मान्छे के हो होइन, हामी के हो र, हामी के कुरामा घमण्ड गर्नु, हामी के कुरामा कोहीसँग रिसाउनु, के कुरामा हामी दुश्मनी लिनु होइन। त्यही भएर कहिले पनि अब कोहीसँग रिस छ भने, आफ्नो मनमा छ भने त्यसलाई माफ गरिदियो क्या। आफ्नो किनभने जिन्दगी नि बहुत सर्ट छ होइन। अनि घमण्ड गर्नुको लागि हाम्रोमा केही छैन क्या। हामी यो संसारमा नाङ्गे आएको होइन, विदाउट क्लोथ्स हामी जाँदा पनि हाम्रोमा केही हुँदैन त्यस्तो क्या। अनि म त्यो सिचुएसन जब मेरो लाइफमा यस्तो सिचुएसन भयो होइन, म एकदमै डाउन फेजमा पुगेको थिएँ क्या। र मलाई त्यो सिचुएसनले धेरै कुराहरू रियलाइज गरेँ क्या। 1 सेकेन्ड पनि लाग्दैन क्या जिन्दगी तबाह हुनु। 1 सेकेन्डमा मान्छे कहाँदेखि कहाँ पुग्छ होइन, कुन चाहिँ लेभलदेखि कुन चाहिँ लेभल पुग्छ होइन। त्यही भएर घमण्ड जो हुन्छ नि, हामी आफ्नो रूपमा घमण्ड गर्छौँ, हामी आफ्नो रूप बनाउँछौँ। कोही हुन्छ नि, कोही एकदम अब कोही पुरा रूप बनाउनुको लागि कति पैसा खर्च गर्छ, कोही घट्नुको लागि, कोही के गर्नुको लागि। तर हामी के रहेछौँ क्या, केही पनि होइन हाम्रो जिन्दगी। एकैछिनमा सबै थोक बर्बाद हुनसक्छ क्या। त्यही भएर चाहिँ मतलब जिन्दगी केही होइन।
त्यही भएर जबसम्म यो संसारमा बस्छ राम्रो काम राम्रो कर्म होइन, हाँसी खुसी एकदम भोलिको बारेमा के गर्छौँ हामी, भोलि के लगाउँछौँ, भोलिको बारेमा के यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ सोच्नु भनेको व्यर्थै रहेछ क्या यो संसारमा। अनि मलाई चाहिँ त्यस्तो लाग्यो क्या। अनि अनि यो कुरा चाहिँ म तपाईँहरूसँग पनि सेयर गर्नु मन पर्यो अनि त्यही भएर सेयर गरेको होइन। ल हवस् त।